गाइस वेलकम ब्याक टु माई च्यानल। अन्त आज चाहिँ हामी हेलो जोरथाङ आएको छ। अन्त हाम्रो साथीको बर्थडे चाहिँ अस्ति थियो, उसले हामीलाई केही भनेको थिएन। सो हामी उसको लागि चाहिँ आज चाहिँ के भन्छ पोस्ट है बिलेटेड बर्थडे गिफ्ट के दिन्छ त्यो हामी तपाईँलाई देखाउँछौँ। यो चाहिँ हामी सपमा चाहिँ गिफ्टहरू किनिसक्यो। केक पनि केक चाहिँ यहाँ छ किनिसक्यो। अब चाहिँ हामी के को लागि जाँदैछ साथी? हामी फास्ट फुडमा मोमोहरूको लागि मोमो हन्टिङको लागि जाँदैछ। मोमोहरू खोजिसकेर चाहिँ हामी जान्छ पार्कमा। यो पनि किनेको छु। यहाँ अब चाहिँ फ्रुट किन्न आइरहेको छ। यो चाहिँ 100 रुपियाँको दुईवटा अरे। पार्कमा आएको छौँ, ड्राई पिकनिक गर्न आएको। अब के मजाको देखेको, सबैजना यता फर्किन्छ। यहाँ चाहिँ हाम्रो मिठाईहरू, यहाँ हाम्रो सुन्दर परी निर्मला के राम्रो देखेको। आशिका अम्बो अम्बो हावा उड्दा झन् क्या दामी देखेको। कुल है सबैजना। यो चाहिँ हाम्रो खानेकुराहरू। अनि आजको मौसम चाहिँ छ यस्तो डराउँछु म। हाम्रो यहाँनिर कटिङहरू गर्दैछ सुस्मिताले। सुस्मिता मात्रै छ हौ राम्रो कामकारी। कस्तो दामी देख्दो रहेछ हौ। सन्ध्याको बिलेटेड बर्थडेको केक टु यु भिडियो बनाउनुको लागि जस्तो। Birthday dear Sandhya, happy birthday to you. बर्थडे गर्ले चाहिँ के भन्छ गिफ्ट खोल्दैछ। बर्थडे गर्ले चाहिँ ट्राई गर्दैछ अब चुरा। मन पर्यो? होइन त्यहाँ रहेछ कि अनि ट्रेन्डिङ चुराहरू राम्रो चलेको चल्ती भन्दै थियो है। मन पर्यो? मलाई खुसी लाग्यो नि त्यो देखेर। उसले मन पराउँदाखेरि मलाई पनि खुसी लाग्यो। क्लचर बोनेवाला छ त्यो पनि। ओके बर्थडे गर्ल इज ह्याप्पी। यो चाहिँ खानुमा बिजी बिचारा टाइम लिएको तिमीहरूले बिचारा। हाम्रो सोना मिठो हुन्छ बाहिर त है। कम्ती लाग्दैछ ल खानेकुरा। अझै खाउँ न अन्त खाजा। वाटरमेलनको जे मन पर्दैन खाँदै पछि दाना निस्किन्छ रे है। बरु बिचमा त डल्लो परेर बस्नु नि। वाटरमेलनसँग यसको रिस दुश्मनी। म चाहिँ भुइँमा बसिरहेको छु ल गाइस। दुईजनाले खाँदैछ। सोनाले लुकेर खाँदैछ। खाइसक्यो? अस्मिले खाइसकेर के खाउँ अब भनेर सोच्दैछ। ऊ चाहिँ केही भनेको छैन तर उसलाई के भन्नु भनेको। ऊ एउटा चाहिँ फेरि आज बाँदर छैन रहेछ कि यहाँनिर। अन्त बाँदर चाहिँ एउटा फोटोसुट गर्नु गएको थियो। फोटो चाहिँ एउटा पनि राम्रो आएन। अनि यिनीहरूले चाहिँ के खानु थालेछ। मेरो चाहिँ दुईवटा फोटो मात्रै राम्रो आएको छ। यहाँ कानमा फुल चिउरेको चाहिँ यहाँ पुगिसकेछ। यो फुलको बेजत मात्रै भयो मसँग भएर। बाई बाई सन्ध्या। बाई बाई सन्ध्या। अब यो थर्सडे चाहिँ चुरा लाउनु ल। विल मिस यु। गफ चाहिँ फेरि काँक्रा हालेर कस्तो दामी देखेको नि। आँप हौ है। गीत सुन न मेरो। अब चाहिँ हामी जानु आँटेको। अब यहाँबाट अलविदा। उनीहरू चाहिँ रेस्पोन्सिबल सिटिजन अफ सिक्किम। सो दे आर क्यारिङ देयर सिट। होइन त्यो के भन्छ त्यसलाई? तिम्रो भ्लगमा के पो त्यो त पपुलर बनाइदिनु मलाई पनि। कि गाइज म पनि भ्लग स्टार्ट गर्ने हो। डु सपोर्ट हर। कस्तो दामी स्किन देखेको है। है अरे टल्किन्छ त केटीहरू त अन्त टल्ल ल। यहाँ पनि खिच्छु, म पनि खिच्छु। मेरो खिचौँगा। एक्लै खिचिहालौँ न फर्स्ट। उहाँ चाहिँ अब फोटो खिच्नुहुँदैछ। बिचारा सोनामले आज कतिजनाको फोटो खिच्थ्यो होला। और अब हमारा आज का जर्नी खत्म हो चुका है और हम जा रहे हैं वापस। हमारे दोस्तों मिलकर हम अभी जोरथांग से जा रहे हैं। आपको मैं दिखा दूँ। आई लव जोरथांग। मेरी दोस्त है जो मेरी इस फ़ोन का मालिक, उसके लिए बहुत सारा प्यार। और इस दोस्त के लिए भी बहुत सारा प्यार। इस दोस्त के लिए बहुत सारा प्यार। इसके लिए थोड़ा सा प्यार। सॉरी गाइस, इसके लिए बहुत सारा प्यार। मेरे लिए सारा प्यार। We are taking over Dope Shit Vlogs. Yes. And
and right now we are in Jorthang Bazaar and oh my god, where is my lipstick? I ate that. I'm so sorry, I'm looking so plain. I have to put on some lipsticks. And now we are returning back to Soreng. Yes, we have to catch a taxi and take a lift to Soreng. So this might be our last vlog because I'm doing some kinds of. Oh my There's a thundering. I guess it will rain. Oh my god, it's thundering and I feel so scared right now. Ah, she's being scared. Oh my god, it feels like my heart is pounding. Can't seem to find no peace. Oh my god. Yes. Are you scared too, baby? No, I'm not scared. 50 rupees left, right? So we have to spend that. So let's go. We are gonna show you that shop. अब चाहिँ हामी यहाँ विशाल मेगा मार्टको लिफ्टमा छ सबैजना गर्मी हो गया गरम डरले टुक कलेज ब्ल्याक ब्ल्याक सपिङ हुँदैछ यहाँनिर लुगाहरू खोज्दैछ यहीँ पर चाहिँ हाम्रो साइकल पनि हेर्दैछ पिकनिक के खतम हुन्छ अब चाहिँ हामी जाँदैछ Okay, I hope you like my video and thanks for watching. Bye.